वेलकम टु माई सर्ट ब्लग होइन हिजो अस्ति अनि काम बेलाको मैले भिडियो बनाएको म त्यतिखेर म नुहाउनु आँटेको त्यतिखेर रेडी हुँदै थिएँ बाहिर यसो क्यामेरा हेर्ने सक्छैन कपडा बोकेर म तल जाँदै थिएँ मेरो बहिनी कपडा फेर्नु खोज्दै थियो तर मैले उसको बाथरुम खोलेँ रिसाएर अनि मैले भिडियो बनाउँदा चप्पटै खाँदै थियौँ हामी त्यतिखेर मम्मीहरूले सुतिरहनु भएको थियो छेमानी हुनुहुन्थ्यो चप्पटी खान आइज भन्नुभयो मैले नि कस्तो छ भनेर चाख्थेँ अनि बिहालाई एकचोटि के देखाउनु हुँदै थियो मैले हेरिनँ अनि म मुनि आएर नुहाइसकेर भाइसँग तास खेल्दै बसेँ त्यस तास खेल्ने क्रममा भाइले जिस्किँदै बसेको थियो अनि हेऱ्यौँ हामीले कस्तो खेल्यो भने चार तासे ब्याट पल्टाउने जसले तिनचोटि जित्छ त्यसले क्याम खाने भनेर पुक्काको खेलेको थियौँ भाइ र म होइन त्यतिखेर अनि मैले झ्याप्प पल्टाएँ मेरो केही आएन भाइको गुल्लो जुटाएको थियो उसले जित्यो त्यतिखेर अनि उसको आयो अट्ठा दहल आएको थियो मलाई पल्टाएन दहल जोड थियो उसको उसले खायो पालि पनि दुई ग्यामिलले खायो अनि यसमा नि उसले नै खायो उसले नै खाएको छ यो पालि चाहिँ मैले खान्छु कि भन्ने आश थियो तर उसले नै खायो यहाँ हाँस्दैछ मुस्कुराउँदैछ मलाई पुक्का हान्नु भिडियो मैले त्यो रेकर्ड गर्नु पाइनँ अनि मैले यो बनाउने चाहिँ म है यो अहिले साटी राखेको चाहिँ म हो अनि यहाँनिर भिडियोले हल्का के गर्यो क्रप गर्यो जस्तो लाग्यो मलाई रोक्को जस्तो अनि भाइले पल्टायो सुरुमा उसले अगाडिबाट पल्टाइहाल्यो अनि त्यसपछि सेकेन्ड टर्नमा भाइले फेरि पल्टायो थर्ड टर्नमा उसले भन्नु नराम्रो आएको रहेछ भन्नु मैले भने मेरो हेरो मेरो कलर थियो सुरुको मैले जितेँ सेकेन्डको नि मेरो बादशाहले जिते उसले जित्यो योपालि चाहिँ इक्का बडीले अनि योपालि चाहिँ मेरो यसपालि पनि मैले जितेँ किनकि उसको 8 बडी थियो मेरो 10 बडी मेरो इक्का थियो मैले जितेँ भनेपछि 3 गेम मैले खाएँ मैले पुक्का हान्नु पाएँ सुरुको उसले हान्नु सेकेन्डमा मैले हानेँ त्यहाँ जिस्किँदैछ हेर्नु छेउछेउमा ल्याउँछ नले सोरिन्छ भने हाने मैले मजा आएको थियो नबिर्सिकन लाइक सब्सक्राइब गर्नु नबिर्सिनु होला आजलाई यति नै ल हस्त सबैलाई बाई बाई